हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म गाउँको सानो एउटा मिनी भ्लग बनाउँदैछु। तपाईँहरूले साथ सपोर्ट गरेर चाहिँ प्रतिक्रिया दिनुहोला भन्न चाहन्छु। आज विशेष गरी हाम्रो गाउँको सानो भाइहरूलाई देखाउन चाहन्छु। हाम्रो सानो भाइहरू चाहिँ क्रिकेटमा एकदम। तिमीहरू बच्चाहरू के खेल्दै हो? यहाँ फुटबल र क्रिकेट खेलिरहेको छ भने र अब त्यसै गरी म तपाईँहरूलाई देखाउन चाहन्छु हाम्रो यो गाउँको सानो क्लिप। यसरी यहाँ बाख्राहरू पनि दौडिरहेको छु। यो चाहिँ हाम्रो गाउँ है, यो इटाभट्टी। यो चाहिँ हाम्रो गाउँ, यो गाउँ र त्यहाँनिर चाहिँ बच्चाहरू चुङ्गी पनि खेलिरहेको छ र त्यसको म सानो यो गाउँतिरको तपाईँहरूलाई भ्लग देखाउने नै छु। ल तिमीहरूको के भन्नु छ भन्। फेरि सब्स्क्राइब र कमेन्ट गरिदिनु होला। आरस बाबा विदेश हुनुहुन्छ, बाबाको लागि के भन्न चाहन्छौ? म बाबाको लागि आरबिसी बाबा मिस बाबाई। अरु के बनेर देखाउने रे बाबालाई? पुलिस र खेलाडी बनेर। ल अनि बाबाको कति याद आउँछ? धेरै। मिस यु बाबा भन्देऊ। मिस यु बाबा। ल गाइस, बच्चाहरुको पनि सानो क्लिप मैले राखेको छु। बच्चाहरुको पनि धेरै याद आउँदो रहेछ, किनकि हामी पनि पहिला यसरी नै नाङ्गे हैन, जिउमा कपडा नलगाएर बल खेलिँदै दौडिँदै हिँडेको। केही हुन त त्यस्तो बुढा त भएको छैन, तर पनि केही यो उमेरको कुराहरू केही कति याद आउँदो रहेछ। जुन हामीले गरेको एक्टिभिटिजहरू चाहिँ आफूभन्दा सानो सानोमा देख्दाखेरि खुसी पनि लाग्छ, एउटा हर्ष पनि लाग्ने रहेछ है त गाइज। र अब म आइसकेको छु हाम्रो पूर्व टोलतिर, र पूर्व टोलतिर चाहिँ हाम्रो सानो सानो बहिनीहरू चाहिँ हाम्रो गाउँहरूमा चाहिँ बच्चाहरूले गर्दाखेरि पनि एउटा रमाइलो वातावरण पनि भइरहेको छ। बच्चाहरू चाहिँ यहाँनिर के भन्छ, हामी पहिला पहिला खेल्थ्यो चुङ्गी, त्यो कार्यक्रम खेलिरहेको छ। र त्यसै गरी म अब यसो आफ्नो गाउँलाई पनि चिनाउँ यो संसारमा भनेर हिँड्दैछु। हाम्रो यहाँ बजै यहाँ मुसु मुसु हाँसेर आइसक्नु भएको छ। हाम्रो यहाँ बजेले नाचिसक्यो र अब हाम्रो यहाँनिर सानो सानो नानीहरू यहाँ साइकलमा। अब म चाहिँ आइसकेको छु यहाँ माइजूको घरमा। र यो गाउँमा चाहिँ एउटा भनौँ न, अब हामी सानैदेखिबाट यो ठाउँ गाउँमा चाहिँ हुर्केर हिँडेको ठाउँ होइन। तर हाम्रो यो ठाउँमा चाहिँ अब पहिलाको उसमा तुलनामा चाहिँ धेरै विकास भइसकेको छ। पहिला पहिला हामी सानो सानो खेल्दाखेरि सबै कच्ची रोडहरू थियो, अलिक सानो रोडहरू थियो होइन। यति धेरै बस्तीहरू पनि थिएन, अनि यति धेरै कारखानाहरू पनि थिएन। अब जस्तै अहिले हाम्रो गाउँमा भनौँ न 2-3वटा भट्टा, चिनी मिल, फ्याक्ट्रीहरू धेरै छ। त्यस कारणले गर्दा पनि, अनि जुन पहिला हामी भनौँ न पहिला लोड सेडिङ हुँदाखेरि पनि हामीलाई त्यस्तो हुन्थेन। अब अहिले चाहिँ भनौँ न यो बढी बढी मात्रामा चाहिँ यो कल कारखाना भएको नाताले पनि होला, एकदम पहिलाको भन्दा एकदम तीव्र गतिको गर्मी छ। तर अहिले यतिको बेलामा नुहाइदै गरेर होला अलिक चिसो भएछ, होइन भने यस्तो गर्मी छ कि यो हाम्रो ठाउँमा। हेर्नुहोस्, गाउँ त रमाइलो छ, बस्तीहरू बाक्लो छ, तर पनि अब भनौँ न गर्मी चाहिँ धेरै छ। यो चाहिँ मेरो बजेहरूको घर सम्पूर्ण देखाउन चाहन्छु। यहाँनिर चाहिँ अब तरकारी बनाउने कार्यक्रमहरू भइरहेको छ। हाम्रो गाउँको भिडियो तपाईँहरूलाई म ताजा देखाउँदैछु। बाजेले यहाँ मस्त बेलुकाको भिटामिन खाइबस्नु भएको छ। एकदम गर्मी भएको खुसियालीमा टक्क बेलुका भिटामिन खानुपर्छ। ल हाम्रो बाजेले चिनिराख्नु होला, यहाँ माइजू मलेसियाबाट आएर यहाँ नेपालमा आएर यहाँ फुलकोपी कटिङ गर्दै हुनुहुन्छ। यहाँ हाम्रो बहिनीहरू सबैजना छ। ल 2 शब्द। हेलो एभ्रिवान, मेरो दादाको च्यानललाई सब्सक्राइब गरिदिनु होला, सबैजनाले सपोर्ट गरिदिनु होला, त्यति भन्न चाहन्छु। हस्त धन्यवाद।
र त्यसै गरी अब म फेरि गाउँको अब के भन्नु तपाईँहरूलाई गाउँ देखाउँदै हिँड्छु अझै 2-4 राउन्ड है त। हेर्नु गाउँघरको बाख्राहरू कसरी यहाँनिर फुलको बोटमा चढिरहेको छ सबैलाई। यो चाहिँ हाम्रो गाउँको अहिलेको एकदम हाइलाइट पसल यहाँ हाइलाइट छ। हाम्रो बाजे कुर्सीमा बसिराख्नु भएको छ र म चाहिँ आज हाम्रो गाउँघरको बारेमा प्रचार गर्दै हिँडेको बाजे। गाउँघरको बारेमा हाम्रो गाउँ यस्तो छ, यो ठाउँमा पुनर्वास कञ्चनपुरमा चाहिँ यस्तो छ, मेरो बस्ने ठाउँ गाउँ मकैबारी सबै देखाउँदैछु। कस्तो लाग्यो तपाईँहरूलाई होइन मेरो गाउँ, यसो प्रतिक्रिया दिनु होला भन्न चाहन्छु। अब यो भनेको चाहिँ यस्तो हो कि आफ्नो जन्म ठाउँ भनेपछि जतिसुकै गर्मी भए पनि जस्तोसुकै भए पनि एकदम प्यारो भन्दा प्यारो लाग्ने रहेछ आफ्नो जन्मभूमि होइन। त्यही भएर तपाईँहरूलाई मैले आफ्नो जन्मभूमि देखाउन चाहे भिडियो मार्फत। यहाँ चाहिँ मेरो बजै हुनुहुन्छ, अहिले एकदम झाडु लगाइराख्नु भएको छ। अब यो नातिको भ्लगमा 2 शब्द के भन्न चाहनुहुन्छ गाउँको बारेमा भनिदिनु होला। के भन्नु, के कस्तो छ अहिले गाउँ घरको मौसम के छ? हाम्रो गाउँ ठिक छ, कस्तो लाग्छ तपाईँलाई आफ्नो गाउँ? राम्रो। किन तपाईँ भ्लगमा लजाउनु भएको जस्तो लागिरहेछ हो? हाम्रो बजे चाहिँ हल्का लजायो तर लजाउने त त्यस्तो छैन, अलिक फेरि भ्लगमा दाँत देखिहाल्ला कि भन्ने पिरले नहाँसेको। झाडु लगाछ भनेर भयो, अलिक टाढा गएपछि दाँत भाँचेको दाँत देख्दैन भनेर बोल्यो, होइन भने चाहिँ त्यति बोल्ने पनि आँट गरेको थिएन। र अब त्यसै गरी अब म जाँदैछु नानाको घरमा, नानाले 2 शब्द केही राख्नुहुन्छ कि त्यसपछि मेरो भ्लग आजको एन्डिङ हुन्छ। यो कन्टेन्टले कतिको मार्केट लिन्छ, तपाईँहरूको साथ सपोर्ट कतिको पाउँछ, त्यसपछि फेरि मेरो अर्को भ्लग आउने छ। यो चाहिँ मेरो मामाको घर, म चाहिँ मामाको घरमा गयो। हाम्रो माइजू आँप लिएर मुसु मुसु हाँसेर आउनुभएको छ। नाना खोइ, यहाँ चाहिँ मेरो माइजू, यहाँ चाहिँ नाना। नातिको भ्लगको लागि के भन्न चाहनुहुन्छ त्यसो मात्र बोल्नु न। एकदम बधाई छ, एकदम भाइरल होस्, बजे पनि भाइरल होस्। र त्यसै गरी हाम्रो नानाको आकांक्षा आइडी छ टिकटकमा, सबैजनाले साथ सपोर्ट गरिदिनु होला। हाम्रो नाना फेरि एकदम डान्सर पनि हुनुहुन्छ। र नानाले चाहिँ यो बारीमा लगाएको मकैहरू सबै छ, पहिले यहाँ आफैले दुःख गरेर रोपेको मकै चाहिँ नानाले यहाँ पोलेर यसरी राख्नु भएको छ। गाइस तपाईँहरू पनि खान चाहनुहुन्छ भने आउनु होला कञ्चनपुर भन्न चाहन्छु। र त्यसै गरी अब म भ्लगको अन्तिम अवस्थामा पुगिसकेको छु। सबैजनाले चाहिँ होइन, हुन त म सानो युजर हो, सबैजनाले साथ सपोर्ट र माया दिएर चाहिँ मलाई सेयर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला। र भोलिको दिन मलाई अझै अब भनौँ त्यस्तो कन्टेन्टहरू त बनाउन आउँदैन, बिस्तारै सिक्दैछु। र तपाईँहरूको साथ सपोर्टले उत्साह मेरो बढेर अझै मैले भनौँ न स्टेप बाई स्टेप कन्टेन्टहरू अब सुरुमा त सकिँदैन नि त, बिस्तारै मैले आफ्नो कन्टेन्टहरू बढाउँदै र अगाडि बनाउँदै जान सकोस्। तपाईँहरूको माया सधैँ चाहिन्छ है। लभ यु अल गाइज।